अन्जना फेरि आइपुग्यो नयाँ ब्लग लिएर अनि आज चाहिँ हामी मनोकामना मन्दिर जाँदैछ। हामीले चाहिँ टिकट काटिसक्यो। टिकट काटिसकेपछि हामी चाहिँ यहाँ लाइनमा बसेछ। यहाँ सबैजना लाइनमा बसेको छ र आफ्नो टिकट जो हामी पहिले लिएको थियो त्यो टिकट काउन्टरमा गएर टिकट देखाउँदै अनि अगाडि बढ्दैछौँ। अब चाहिँ यहाँ अगाडि पनि केबल कार आइसकेछ। यहाँ लोकलमा सस्तो रहेछ नि त टिकट यार। लोकल त सस्तो भयो। लोकल त फ्री हैन र? हैन फ्री हो। बिमारी पर्यो भने 100 रुपैयाँ हो के? 100 रुपैयाँ है अच्छा। बुढो हामीले गर्नु त? हाम्रो पनि गर्दिनु न बच्चाहरु छ। अन्जनालाई सब्स्क्राइब गर्नु होला। अब तेरो बोल गर्न भए हाम्रो। ओके। हाम्रो भान्जाहरु ल ल यो हेर्नुस् खतरनाक सिन ल यही हो के गर हेर डराएर यो अन्जना हेर हेर न 3 2 1 मम्मी ल 3 2 1 भइराछ मेरो त यस्तो गरे गरिराख्नु पर्छ कान बन्द कसो गर्नु बाबु ओइ हल्ले छ हेर यस्तो चुप बसे सबसे हेरे खैरे बिचारालाई यहाँ देखि बिछने यार बुझ्छ त त्यसले खर्यो गोरा भने उता हेर्न गोरा यो म त काठमाडौँमा बस्ने भएर यस्तो एक्सेन्ट भएको रे इंग्लिश आउन्न मलाई इंग्लिश त आउँदैन भने बोला भनेको यो साजना पिक्चर ब्लग अझ पुरा माइक लिएर वा नारायण त्यो उता कुरा ए त्यहाँ जान्दो रहेछ त अझै बाबै नपतै हुन्छ ठाडै छ के उता अब यस्तो स्पिड हुन्छ एउटा झन् ठाडो न भन्न बाबु मलाई कस्तो डर लाग्यो हैन जस्तो जस्तै हो त्यो एउटा फिल भएको मात्र हैन तले तले मलाई स्पिड घुमाउँछ भन्ने मिल्छ एउटै हो के यिनीहरुको रफ्तार त्यहाँ गएर मात्रै उतो आफूले त्यस्तो फिल भएको मेरो गुगल मम्मीले सिकाउँछ त तपाईँ भ्याए कन्टेन्ट भ्याएपछि बल्ल त्यो हाँसै आउन त रियाक्सन हो त्यो त सुरुको प्योर हुन्छ मैले राखेको थिएँ कि भिडियो चाहिँ राखेर कि अनुहार चाहिँ राखेन कि बाबु मेरो गुगल मम्मीले गुगल अहिले अपडेट भयो च्याट जीपीटी भइसक्यो त्यही मात्रै भन्दा के कुरा गरे मैले ठ्याक्क पत्ता लाग्यो अनि त्यो त्यहाँदेखि मैले गुगल भनेको कि सुन्तलाको फार्ममा आछौँ सुन्तला लिएर आएको अब चाहिँ हामीहरू मन्दिर आइपुगेका छौँ। अब हामी चाहिँ झर्न लागेको केबल कारबाट ठिकै छ के हुन्न दिदी कहाँ हामी छिटो गरौँ न त अन्त खोइ कुनै त्यहाँ बच्चा रुन्दैछ कि बाबु त्यहाँ घरमा बच्चा रुन्दैछ के हो हामी मनोकामनाको मन्दिर अगाडि आइसकेको छौँ। अब यहाँ यति धेरै हाम्रो फ्यानहरू छन् चिचाइरहेको छन् यहाँ किनौँ भनेर लानुहुन्छ र 80 रुपैयाँमा गर्नु के पाउनुहुन्छ होइन 150 मा पाउनुहुन्छ लिएर हाम्रो पैसा आउँछ मिली बना चुके भाइको ब्लग बनाइदिन्छु जय मां जय मां जय मां जय मां अब चाहिँ हामीहरू खाना लागेछ दुईटा चिकन खाना दुईटा भेज खाना एउटा अमलेट खानु पर्यो एउटा चिकन छ खाने अमलेट हैन म चाहिँ अमलेट होला दुईटा चाहिँ भेज भयो कसले मक्को खान्छ है त अब त मलाई सानै छ नि सानो कुरा हो त्यता त तल त एटलिस्ट दे मलाई त नखरेको रहेछ दालमा
सबैजनाले खाना खाएपछि हामीहरू चाहिँ यहाँ बस्ने ठाउँमा बसे एकछिन अनि फोटोहरू खिच्यौँ। त्यसपछि हामीहरू केवलको कार्डतर्फ लागेको छौँ। मान्छेको टाउको टाउको आछ हेर सिसा के सिसा हो र गुरुले काको गोरु जोच्छ यस्तो ठाउँमा यार खोइ गोरु जुजो त यस्तोमा यस्तो पनि अड्दैन होला त्यहाँ अड्दैन सानो गराएको यसरी कोदालोले खनेर गर्ने हो त्यो बाख्राले जोत्छ होला बाख्रा जोच्छ होला रे के हामी सबै चाहिँ यहाँ केबल कारमा अड्केछ। केबल कारको यहाँ लाइन कटेर अनि केबल कार चाहिँ स्टप भएको छ। एकछिनपछि अनि लाइन आएर अनि यो त हेर्दा गहिरो छैन जस्तो हैमा डुब्छ भन्छ कि खसेर अब कति गएर चुप लाएर बस के तिमीहरु डर लागिरहेछ बढी झन् के भन्छ के भन्छ यार इनुले गोइ रहेछ खोइ गए कहाँ हुन्छ न कुरा ल गोइ कहाँ हुनु खोइ देखा गोइ कहाँ हुनु नहुने कुरा रे गोइ हुन्न यहाँ छैन 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 के पत्ता नचल्दैन। हमलोको पूजा पनि भयो दर्शन पनि गर्यो बाहिरबाट अनि अब चाहिँ हामीहरू गाडी चाहिँ पार्किङमा राखेछ अनि त्यो भएर चाहिँ अब पार्किङतर्फ लाग्दैछ हामी चाहिँ त्यसबाट फेरि घर जाने भन्ने छ। यो के रहेछ रेस्टुरेन्ट हो त्यो त भ्लग पनि शान्तवाला भ्लग हुन्छ क्या हो होला केमा बोल्नै आउँदैन है खासै। अब चाहिँ हामीहरू घर आइपुगेछ। थ्याङ्क यू फर सब्सक्राइबिङ मी अनि जसले पनि सब्सक्राइब गर्छ भने प्लिज मेरो च्यानल सब्सक्राइब अनि लाइक पनि गरिदिनु होला। थ्याङ्क यू सो मच। बाई बाई।